हेलो अनि दर्शन नमस्ते म दीपक मन्जाडे 03 सबैजनाले मेरो च्यानललाई माया गरिदिनु होला सब्स्क्राइब गरिदिनु होला भन्न चाहन्छु सबैजनाले सपोर्ट गरिदिनु होला है मेरो नयाँ चाहिँ पनि च्यानल हो र म अहिले चाहिँ हालचाल पुटल फुलबारी नै छु है फुलबारीको तपाईको दृश्य अगाडि देखाउने नै छु प्रतीक्षा गर्नु होला र सबैजनाले हेरिदिनु होला माया गरिदिनु होला लाइक कमेन्ट सेयर सब्स्क्राइब कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिनु होला है त म चाहिँ फुलबारी हजुरहरूलाई देखाउन गइरहेको छु जे होस् रमाइलो छ यहाँहरू बाहिरबाट आउने पर्यटकहरू पनि घुम्न आउनुहुन्छ ल हेर्नु त अगाडि हाम्रो हामी सँगै आएको अगाडि दाइहरू र अङ्कलहरू सँगै अगाडि हुनुहुन्छ मेरोभन्दा अगाडि उहाँ दाइहरू अङ्कलहरू हुनुहुन्छ र तपाईँले त्यहाँ देखि पनि सक्नुभएको छ ल हेर्नु त घोडा पनि देख्नु भएको छ जे होस् रमाइलो छ फुलबारीभित्र है तपाईँले प्रत्यक्ष देख्न पनि सक्नुहुन्छ है देखिरहनु भएको पनि छ होला म तपाईँलाई यसमा भएको भित्र वन्य जन्तुहरू पनि देखाइरहने छु अनि खरायोहरू तपाईँको कुखुराहरू मुर्गाहरू सर्पहरू र टाइगरहरू यस्ता जरायोहरू देख्न सक्नुहुन्छ तपाईँले प्रत्यक्ष देख्न सक्नुहुन्छ है म तपाईँलाई यही भिडियो मार्फत देखाउने छु भन्न चाहन्छु र साथमा तपाईँले मेरो फुल भिडियो वाच गरिदिनु होला पनि भन्न चाहन्छु र तपाईँले अब सम्पूर्ण भिडियो फुल वाच गरेर सबै चाहिँ चिजहरू तपाईँले फुलबारीभित्रको देख्न सक्नुहुन्छ है त दिस इज वाच फुल भिडियो फाइनली तपाईँले देख्नु पनि भएको छ र हेर्नु पनि सक्नुहुन्छ भन्न चाहन्छु र हेर्नुहोस् कति राम्रो सिनहरूभित्र छ फोटोहरू खिच्नको लागि तपाईँले प्रत्यक्ष देखिरहनु भएको छ म चाहिँ भिडियो अपलोड गरेको छु है सबैले माया गरिदिनु होला फोटो पनि खिच्न हरियो रमाइलो वातावरण छ फुलबारीभित्र है सबैले आएर फोटोहरू खिचिदिनु होला माया गरिदिनु होला साथ सपोर्ट गरिदिनु होला मेरो भिडियोलाई चाहिँ वाच गरिदिनु होला भन्न चाहन्छु है त फाइनल्ली ल हेर्नु त मान्छेहरूको कति भिड नै छ हुने गर्दो रहेछ फुलबारीभित्र मैले भिडियो बनाउँदै जाँदा यहाँ देखेको जन्तुहरू र मैले भिडियो पनि गरेको है तपाईँले चिन्न पनि सक्नुहुन्छ होला र उहाँहरू बाहिरबाट आउने पर्यटकहरू पनि भिड भडाका हेर्नु न आइरहनु भएको छ र हेरिरहनु पनि रहनु भएको रहेछ म भिडियो गर्दा क्लिप गर्दाखेरि चाहिँ जे होस् मान्छेहरू पनि आएर घुम्ने रमाइलो गर्ने चाहिँ गर्नुहुँदो रहेछ ल हेर्नुहोस् त कतिजना मान्छेहरू पनि हुनुहुन्छ
तपाईँले आफै देख्न पनि सक्नुहुन्छ दर्शकहरू हेरेर रमाउँदै हुनुहुन्छ यहाँ हेर्नु त सर्लक्कै जे होस् दर्शकहरू झुम्दै हुनुहुन्छ रमाउँदै हुनुहुन्छ दर्शकहरू फाइनल्ली हेर्नु आउनुभएको भिड चाहिँ हल्का थियो नै जे जस्तो भए पनि बिहानको टाइममा चाहिँ थियो मान्छेहरू चाहिँ बब्बाल
फुलबारी घुमेर जाँदै फोटोसुट पनि हल्का भएको थियो। भिडियो बनाउँदा मैले फोटोसुट पनि गरेको थिएँ उसैमा। जस भिडियो बनिरहेको थियो र म त्यसैमाथि फोटोसुट पनि गरेर गएको थिएँ। उहाँलाई चाहिँ थाहा थिएन मैले भिडियो गरेको छु भन्ने, फोटो खिच्दैछ भन्ने थाहा थियो। जस म भिडियोभित्रै नै फोटो खिच्दै आएको। फाइनली अब हामी चाहिँ बुटोल फुलबारी घुमेर चाहिँ बाहिर निस्किने क्रममा छौँ है। सबैजनालाई आउनु होला, भिजिट गरिदिनु होला। जे जस्तो भए पनि रमाइलो छ बुटोल फुलबारीभित्र फोटोहरू सुट गर्नको लागि। रमाइलो छ, रमणीय छ र पर्यटक पनि आउनु होला। जे होस् भिडियो वाच गरिदिनु होला भन्न चाहन्छु। हामी चाहिँ अब फाइनल्ली बाहिर निस्किँदैछौँ। बुटोल फुलबारी गेटबाट हामी बाहिर आइसकेका छौँ। देखिरहनु भएको छ तपाईँले प्रत्यक्ष है, लाइभ जे भए पनि लाइभ अनि भिडियो अपलोड पनि भइसकेको छ। फुल भिडियो वाच गरिदिनु होला र माया गरिदिनु होला। फाइनली हामी बाहिर आइसकेका छौँ है। जस हामी बुटोल फुलबारीबाट बाहिर आइसकेका छौँ। बाहिरको रमणीय चाहिँ यसो तपाईँलाई देखाउने छु। पारीबाट म गाडीको
यहाँ बाइकहरू पार्किङ पनि छ है। अनि के भन्छ रिक्साहरू गाडीहरू पार्किङ पनि राख्न मिल्छ यसमा। तपाईँले आएर राखेर चाहिँ घुम्न चाहिँ जस्तो रमाइलो छ भित्र है। जस अब देख्न सक्नुहुन्छ माई कार पनि भन्न सक्छु 3282 है। त्यहाँबाट इज मम एन्ड ड्याड। अनि तपाईँले ट्याक्सी चाहिए पनि सम्पर्क गर्न सक्नुहुन्छ है 9841900114 मा। तपाईँले प्रत्यक्ष देख्नुभएको छ र यस त्यो फुलबारीको चोकबाट हामीले बाहिर चाहिँ तपाईँको बाहिरबाट दृश्य देखाइरहेका छौँ। पारीको दृश्य हेर्न सक्नुहुन्छ है तपाईँले आफै नै।